विशेष आज फेरि यो मैले गाउँको मेरो गाउँबाट निकालेको फर्सीको दाना, यो पदेना, यो बेथु है, यो धनियाँहरू, यो फर्सी चाहिँ यो एउटा मात्र राखेको छु है, 10-12 वटा छ। यो अलिअलि मात्र राखेको यहाँ सबै बोरामा हालेको छु हो। यो भोलि मेरो यो बजार घुम भन्नेलाई जाने सब्जी, प्रायः सब्जीहरू चाहिँ मैले बोरामा प्याक गरेर तलै छोडेँ पुलमा हो। यो चाहिँ मैले गाउँको चाहिँ यहाँ राखेको छु। र यो अब तपाईँको फ्रेस सब्जी फर्सीको मुन्टा पनि भयो, यहाँ बेथुको साग भयो, अर्ग्यानिक नै हो, सोपको साग भयो है, अनि पदेनाहरू भयो। राम्रो हुन्छ पदेना खानु, यहाँ बेथुको साग एकदमै राम्रो छ। बेथुको साग ठुलो धरिलो हो, एकदमै राम्रो यो बेथुको साग हो। फर्सी पनि निक्लेको छ यसरी हो, एकदमै फर्सी हो। धनियाँ पनि राम्रो छ, ठुल्ठुलो बिटा हो। यो सबै मेरो यो बजारलाई जाने सब्जीहरू है। र तपाईँहरूलाई कसैलाई पनि अर्ग्यानिक सब्जीहरू खानु मन लागे, लिनु मन लागे मसँग कन्ट्याक्ट गर्न सक्नुहुन्छ है।